हेलो साथीहरु, गुड इभिनिङ है। आज धेरै समयपछि एउटा सानो ब्लग बनाउँदैछु है। यो चाहिँ चिबामा सेकेन्ड टाइम अलि अस्ति चाहिँ हल्का हिउँ परेको, खासै परेन, अनि त्यसपछि चाहिँ अहिले फेरि सेकेन्ड टाइम हिउँ परिरहेको छ। यो अहिलेको रातिको चाहिँ 9 बज्न लागिसकेको छ, तर हिउँ चाहिँ बल्ल स्टार्टिङ छ है। स्टार्टिङ छ, अब बिहानसम्म पर्यो भने चाहिँ डेन्जरै हुने हो, तर खासै पर्दैन होला बिहानसम्म त। तर अहिले चाहिँ डेन्जरै परिरहेछ है, खतरा परिरहेछ अहिले, डेन्जरबाट। म चाहिँ कामबाट फर्किँदै थिएँ, अनि ठ्याक्क बाहिर निस्किँदा त हिउँ डेन्जर परिरहेको। पसल छिरेर अनि एकछिनमा भन्नुपर्छ डेन्जर भइरहेछ हिउँ। लास्ट परिरहेको छ त, यही पाराले भोलिसम्म पर्ने त डेन्जर पर्छ त। ल गाइस, हिउँ पर्यो, अब कसरी हो जाने? साइकलमा डेन्जर परिरहेछ हिउँ, अब कसरी पुग्ने हो घर? अब साइकलमा कसरी जाने हो? आज चाहिँ फेरि रेनकोट नलिकन आएको गाइज, बिर्सेछ क्या, रेनकोट लिन बिर्सेछ आज। यही बेला फेरि यस्तो हिउँ पऱ्यो क्या, सब भिज्यो रेनकोट लिएर। लास्ट क्यामेरालाई साइकलमा बल्ल बल्ल चाहिँ आइयो है घर नजिक। डेन्जर भयो, बल्ल बल्ल आइयो है घर। यो परेको अवस्था।